आज चाहिँ मेरो एउटा सामान आएको छ लेट्स अनबक्स इन है त अनबक्सिङ गरौँ है त साथीहरु लेट्स अनबक्स टुगेदर ल सबैजना तपाईहरुलाई चाहिँ हाउस ब्लग चाहिएको छ भने लिन आउन सक्नुहुन्छ है अब जाडो लाग्यो भाँडाहरु माझ्दाखेरि यस्तो गाह्रो हुन्छ नि त अनि हट ब्याग इलेक्ट्रिक हट ब्याग पनि आइसकेको छ है पिरियड हुँदाखेरि पेट दुख्दाखेरि पानी तातो पानी हालेर यहाँ राख्नु मिल्यो हैन हट ब्याग टन्नै आएको छ अनि अर्को पेपर टेप कति जनालाई चाहिरहेको थियो हैन आउनु होला हट ब्याग आयो अर्को आयो इलेक्ट्रिक हट ब्याग है अर्को चाहिँ इलेक्ट्रिक ट्याक्क चार्जमा लगाएपछि भइहाल्यो के तात्तिहाल्छ हैन आँखा कस्तो राम्रो कलरमा आएको रहेछ राम्रो अनि अर्को चाहिँ आयो हाम्रो नेबुलाइजर मेसिन गाई हजुरको नेबुलाइजर मेसिन आएको छ है आमाको लागि आमा तपाईको लागि चाहिँ अहिले अब जाडो लाग्यो नि त अनि सास फेर्न यस्तो गाह्रो हुन्छ उहाँहरुको लागि चाहिँ नेबुलाइजर मेसिन चाहिएको छ भने मसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ है ल त्यो वाला के यसरी लगाउनु पर्छ यहाँ ट्याक्क अन अफ गर्ने हो खोल्नु नै पर्छ अनबक्सिङ यसलाई पनि अनबक्स गर्नुलाई यतापट्टि छ है गाइस आइसकेको छ है त अनि कटन ब्यान्डेजहरु आएको छ हट ब्याग टन्नै आएछ है त गाइजहरु सबैजनालाई जाडोमा चाहिँ तातो भएर बस्न मन छ भने इलेक्ट्रिक हट ब्याग लानु होला एकदमै रिजनेबल छ प्राइस त्यस्तो महँगो छैन साथीहरु कसलाई चाहिरहेको छ इलेक्ट्रिक हट ब्याग आउनु होला रिजनेबल प्राइसमा चाहिँ आइरहेको छ है हजुर म के हार्नु भयो दिदी भने भाइले